फुटाएर झ्याल फुटाएर सिसाहरू यहाँ सिसा यो यहाँ सुखाएको लुगाहरू लगेर आगोमा हालिदिएको छ। भर्खर नयाँ साइकल लिएको तिनजनाको साइकल छ हाम्रो तिनजनाकै डढाइदिएको यसको भित्रको बट्टै लगिहालेको छ होइन ब्यागै जलाइदियो त्यसमा बिल्कुल त्यो हाम्रो भाइहरू बस्ने सुत्ने खाट डढाइदिएको छ, ओढ्ने ओछ्याउने लुगा डढाइदिएको छ, खाना पकाउने चावलमा हेर्नु सिसा झ्याल फुटाएर यी चावलमा हेर्नु यहाँ हेर्नु सिसा यहाँ ल्याउनु न यहाँ हेर्नु यो चावल कसरी खानु यो चावलमा सिसाहरू फुटाएर झ्याल फुटाएर यी सिसाहरू यहाँ हेर्नु सिसा फुटाइदिएको छ। अनि यहाँ दालको प्लास्टिक थियो 5 केजी जति दाल यहाँ हेर्नु झ्यालबाट फेरि तारेर लगेको छ। यी प्लास्टिकहरू बाँधेको थिएँ दाल अनि 2टा तेलको गिलन थियो 5 लिटरको खाली गिलन छोड्यो अर्को अब लिएर गयो कि कहीँ खन्ने आयो त्यहाँ आगो लगाउने बेलामा थाहा भएन। अनि यो कुकर हेर्नु कुकरलाई केही गरेको छ यो फुटाइदिएको छ कुकर यो अन्डाहरू फुटाइदिएको छ कुकरको हामीले के बिगारेको थियौँ। अनि यहाँ हेर्नु राइस कुकर के गरेको छ हाम्रो राइस कुकर भात केमा गयो खानालाई त्यहाँ के भन्छ आन्दोलन भएर कि हामी खाना कसरी पकाएर खाएको छु त्यस्तो बिजुल पारेको छ। यसको भित्रको बट्टै लगिहालेको छ छैन। अनि यहाँ कस्तो गरेको छ कसरी हामी खाना पकाएर खानु खाट पनि लगेर डराइदिइसकेको छ। हेर्ने सामी अब जाडोको सिजन आयो त्यहाँबाट त्यो लुगा पनि छैन त्यो लुगा पनि आगोमा लगेर हालिदिएको छ। जब क्रिकेट खेल्ने त्यो ब्याट हुन्छ नि त्यो ब्याट पनि लगिहाल्यो। के बिगारेको थियो हामी पानी खान्थ्यौँ लुगा धुन्थ्यौँ होइन यहाँ भाडाक्रामा सुहाउँथ्यौँ डन्डा पनि खोसेर लगिहाल्यो यहाँबाट चोरेर भनौँ न चोरेर यो यहाँ सुखाएको लुगाहरू लगेर आगोमा हालिदिएको छ। हामीले के बिगारेको थियौँ उनीहरूको हामी त आफ्नो ड्युटी काम कर्तव्य जे थियो त्यही गर्दै अनि दाल चामल कहाँबाट छोडेको दाल चामल यतैबाट लगेको यहाँ हेर्नु यतैबाट यी प्लास्टिक तानेर यतैबाट लगेको दाल चावल यतैबाट लगेको होला नि त यी दाल पोखेको छ। कागजपत्रहरू राखेको थियो होइन ब्यागै जलाइदियो त्यसमा बिल्कुल थियो हाम्रो अब त्यस्तै पैसाहरू पनि जलायो थाहै भएन केही पनि। त्यो ग्यारेजमा एउटा साइकल राखेको थियो मेरो पर्सनल भर्खर नयाँ किनेको साइकल 11,000मा त्यो पनि डढाइदियो केही राखेको छैन हाम्रो पर्सनल चिजहरू पनि डढाइदिएको छ। आन्दोलन त त्यो अर्कै हो नि तर हाम्रो पर्सनल चिजहरू त नडढाउनु पर्ने हो नि हाम्रो डढाइदियो नि त। पर्सनल भर्खर नयाँ साइकल लिएको थिएँ 3जना